आज जेठको 8 गते यो कपिलवस्तु चनौटामा धान रोपाई भइरहेको छ। यो धान अरु बर्खे धान भन्दा चैते धान भन्दा अलिकति बाक्लो गरेर रोपिएको छ। यो कलमीको लागि रोपिएको धान हो। यो धान ब्याड राखेको 22 दिन 25 दिन पछि पुनः फेरि बिरुवा उखालेर सारिन्छ र बिरुवा रोपेको 1 महिना पछि यो धानका बिरुवाहरूलाई उखालेर एउटा एउटा बनाएर निकालिन्छ। त्यसपछि एउटा एउटालाई मात्रै उत्पादन लिने प्लटमा रोपिन्छ। यसो गर्दाखेरि किसानहरूको भनाइ के छ भने उत्पादन बढी हुन्छ, धानमा हुने पोकाटा हुँदैन, अनि बिउमा पनि बिउको पनि कमी हुन्छ। त्यसपछि फेरि हाम्रो करिलो बिरुवा खेतमा लगेर रोप्दाखेरि जुन तातो पानीले खाएर मर्ने समस्या हुन्छ त्यो समस्या पनि कमी हुन्छ।